सुनसान बाटोमा बिचमा एउटा सफारी। अनि यहाँ पसलमा आउनु कारण चाहिँ यो टाउको छ नि यो हेलमेट त्यो मैले हिजो यहीँ बिर्सेर गएको थिएँ क्या। अनि यो लिनले यहाँ आयो। अब म यहाँबाट लाग्ने हो। डुल्दै पसलको चाबी यहाँ छोडिदिन्छु कसैलाई। अनि लागेको ल हेलो गाइज गुड मर्निङ। मैले बिहान गुड मर्निङ त भनिनँ होला होइन। म बिहानै रिफ्रेसमेन्ट राइडमा थिएँ आज। बिहानै उठेर आएको। यो बाटो हेर्नु कस्तो दामी। अघि बिहान त झन् यस्तो दामी थियो। यो पत्ता यो छेउछेउको पत्ताहरू छन् जुन पहिलो पत्ता यो सबै यहाँसम्म छ क्या। आधी बाटो अलिक बढाएर छन्। अनि यस्तो दामी देखेको थियो यो बाटोमा। अनि यसको यो जुन यो बाटोको यो यस्तो टर्न त्यो फिलिङै बेग्लै हुन्छ क्या। अनि यो अब यो हेर न यहाँ कस्तो यो भिडियोमा त्यस्तो राम्रो देखिँदैन क्या के आउँछ। अनि यो बोटहरू हेरेर यो बोट हेरेर भर्खर पालुवा फेर्दै गरेका बोटहरू। अनि कलिला पत्ता यो पहेँलो पत्ताहरू सबै झर्छन्। अब काहीँ निस्किँदैछन् साना कलिला पत्ताहरू। अनि म यो बाटोमा यहाँ बिचमा आज म बाइकमा त कुदाएँ बिचमा लडियो पनि। कस्तो माया किताल लडेर यहाँ घाउ कता भइरहेछ। घाउ पनि देखाउँछु ल। ओ नो लड्नुको कारण चाहिँ के भन्दा म खासै स्पिड थिएन। टर्निङ थियो ठ्याक्कै त्यो टर्निङ हुनु पनि थोरै अगाडि पानी बग्थ्यो क्या त्यहाँ। त्यो पानी बगेर त गाडीहरू कुदाखेरि ठ्याक्कै टर्निङमा पानी थियो। मैले यादै गएन। म एक्लै गुनगुनाउँदै जाँदै थिएँ। ठ्याक्कै टर्निङमा मैले त्यो ब्रेक लगाए जस्तो लाग्दैन। पछाडिको ब्रेक अलिकति लगाएँ कि पछाडिको ब्रेक लाग्दा अगाडिको केबल लक भयो क्या। लक भएर बुङ लड्यो। खासै के भने यो लिक भयो जस्तो लाग्दैछ मलाई यहीँ। अरू खासै केही भएको छैन बाइकमा। स्पिड थियो भने चाहिँ अलिकति प्रब्लम केही हुनसक्थ्यो। दाजुको बाइकमा पेट्रोल खतम। म जान लाग्दै थिएँ पेट्रोल सकेछ नि। सो अब भयो भने यसबाट निकाल्नु पऱ्यो नि त। अहिले म फेरि अब दाइको यो पेट्रोल हाल्न दाइलाई लिएर पेट्रोल लिएर जाने त्यहाँ हाल्ने। अनि म उठेर जान्छु। दाजुहरू त जानुहुन्छ ल हेल्प गर्नुपर्छ है यसरी। फाइनल्ली होम स्विट होम। अब खानासाना खाने अनि पसल जाने। खानासाना खाइयो अब पसल जाने। बाइकको हालत पनि हेर न हौ। म त के हालत नि बाइकको। अघि लडेर नि के भयो भने यहाँ कुचेको छ। यो अलिकति त कान्छो भएर नि कुच्याएको थियो। अरू खासै केही भएन। जाउँ ल अब ड्रेसिङ गर्दै। तर साह्रै बौलाले मलाई यहाँ ठुकेर गरौँ होइन के लाउँदै के लगाउँ। पानी लगाऊ पानी लाउँछ अरे यहाँ पोलेर कस्तो भइसक्यो मलाई। यहाँ पानी लाएर त्यो पहेँलो पानी त इन्फेक्सन हुन्छ कान्छो भाइ। पहेँलो पानी लाँदा इन्फेक्सन हुँदैन। त्यो टाउको एन्टिबायोटिक कन्डो एन्टिबायोटिक कस्तो भएको छ यार। नजिकबाट त डर लाग्दो देखियो नि फोटो फोन। ड्रेसिङ भाइ कान्छो भाइ डक्टर कान्छो भाइ डुइङ। कान्छो भाइ रिला नगर्नु कस्तो दुखिरह। त्यो हड्डी भएर दुखो क्या त्यहाँ। मेरो हड्डी फेरि मेरो निस्केर आस्तै छ नि त। यसले मलाई दया माया नगरिकन गर्दैछ साह्रै बोला। साले गरिसकेर एकछिन डक्टरहरूले दया माया गरेर नि सिलाउन सक्छ। तीबाट पानी कसले निकाल्न सक्छ यसले। तिच्यो ला मरिसिन त कान्छ त अब बोल्नु त लास्टै सुरुवात हो। दुखेर कस्तो टेन्सन भइसक्यो। मादरको लियो स्प्लेन्डर पनि कहिले बन्न आँट्दैन। ब्रेक कतिखेर लक हुन्छ नि थाहा हुँदैन। यति नगरिकन गऱ्यो भने त पानीले पखालिनु परेन। यो लगाइदिएन जिरेस के गर्न आँटेको। ऊ त गइसक्यो त सबै फोहोरहरू। ए दुखेन कान्छ भाइ नगर छोड्दैन। केही हुँदैन त भुत्ला तानिन्छ नि त कान्छ। छोड्दैन केही हुँदैन त। त्यति केही फरक पर्दैन क्या कान्छ। टाँच्दैन त्यो माथि भयो भयो त
साले त्यो सानोतिर त म ड्रेसिङ त ठिक अब ड्रेसिङ डन यसलाई यो जिरो ड्रेसिङ हुँदैछ दाजु यहाँ हेर्नु न तरिका लडेर दिमाग खराब।